जेवा नमस्ते सन्चै हुनुहुन्छ म त जन्ते बाख्रा कलाकार साथीहरू भेट्न जाने भने परेली टाँसेर आएको छु ल भेटौँ है नमस्ते जेवा नमस्ते सन्चै हुनुहुन्छ सन्चै छु हजुरलाई कस्तो छ म नि बाँची छु एकातिर मच्छर दानी रहेछ एउटा रहेनछ त्यही भएर मच्छर टोकिथ्यो त्यही भएर मार्देख्यौँ का झुला किन यति विधि बुट्टा बढ्या हो डिजाइनरले भरिदिनु भएको आमाले डिजाइनरले कस्तो त्यो भनेको यो मेरो पहिरन बनाइदिनु हुने दिदी प्यारी दिदी पिङ्क लिली बुटिक ए बा त्यसो भए एकचोटि मेरो दर्शकलाई तपाईँहरूको परिचय दिनु त नमस्ते मेरो नाम समापिका गौतम नमस्ते मेरो नाम रुसा नेउपाने अनि यो सिनेमाको भिलेन तपाईँहरू हो अनुहार हेर्दा भिलेन जस्तो लाग्यो तपाईँलाई यस्तो सोझो अनुहार भएको मान्छे भिलेन कसरी हुन सक्छ भन्नु त अलिकति त ह्युमन नेचर अलिकति जेलसी मात्रै हो सोझै अनुहार भए मान्छेहरू भिलेन हुन्छ के अरे मेरो जिन्दगीमा त यस्तै अनुहार भएहरू भिलेन छन् ला त्यसो भए यो काल्पनिक मात्रै हो संयोग हुन सक्छ एउटा कुनै अब एउटा खेल खेलौँ है त मैले खेलिसकेँ वैशाख 12 गते तर फेरि जन्ते बाख्राको लागि म अर्को खेल खेल्न तयार छु अब म के सोध्छु भने बाख्रो कसको हो फिल्म हेर्नुपर्छ यस कति किलो थियो बाख्रो थियो होला हौ 40-45 त हामी त बोके पनि थियौँ खायो खाना त कहाँ पाउनु यहाँ खेला छ यो पढेर छिटो छिटो उत्तर भन्नुपर्छ है लिएर भन्ने कि ल ओके मनपर्ने खाना मोमो दाल भात मासु मनपर्ने फिल्म जन्ते बाख्रो ओके मनपर्ने गीत मुगमुगम्या जे सबै आफ्नै फिल्म राम्रो र राम्रो भन्नुपर्छ बसमा यात्रा गर्दा कस्तो गीत नबज्दै हुन्थ्यो जस्तो लाग्छ सेन्टी गीत अंग्रेजी गीत ओके अर्को फिल्म कोसँग खेल्न मन छ मेनुका प्रधान पैसा कति कमाउने हो अनलिमिटेड लगानी उठे हुन्छ मलाई चाहिँ कुन कलाकारसँग डाहा लाउँछ मलाई चाहिँ कति राम्रो एक्टिङ गर्छ डाहा मलाई त्यस्तो डाई त लाउँदिन सरी पवन कली दिदी दिदी भनिहाल्यो ल एकचोटिलाई सरी दिए लभ खेलेछ हौ पहिला एक काका कुनै एउटा पालामा खेलेछ आफ्नो एक्सको मन नपर्ने एउटा बानी के हो मलाई छोड्नु धोका दिनु तपाईसँगै काम गरेका कलाकार हिरोहरू या हिरोइनीको अभिनय राम्रो कि तपाईँको अफकोर्स उहाँहरूको अब सौगात मल्ल आसिफ शाह अनि गरिमा उसको अब कम्पेयर गर्ने कुरा होइन तर राम्रो छ पख्न भन्दैछु रुसा नेउपाने यो स्किप गरौँ है कहाँ स्किप बन्न मिल्दैन डोरी छैन यहाँ बन्न पर्यो तै तिमी नै हो बहादुर भन्देऊ हामी फिमेल जे बा त्यस्तो भने होइन के अर्को भने किम के ए अब त्यस्तो कुराहरू अहिले गर्न मिल्दैन तर यसको बारेमा अरू जानकारी चाहिन्छ भने चलचित्र जन्ते बाख्रा हेर्नुलाई त्यहाँ जे बा जे भने नि जन्ते बाख्रा भनियो कता बाख्रा खाएका केटीहरू रहेछन् ठ्याक्कै एउटा ठाउँ छ अहिले मैले धेरै भन्न मिल्दैन पात्र जुन नगरेको भए पनि हुन्थ्यो जस्तो लाग्ने कुनै सेम भर्खर हामी नयाँ छौँ अहिलेको लागि त हामी एक्सप्लोर गर्ने फेजमै छौँ के एक्सप्लोर गर्ने एक्सप्लोर के हो त्यो भनेको एक्सप्लोर भनेको अब अलिकति थोरै एउटा प्रयोगात्मक हिसाबले ए मान्छेलाई प्रयोग गर्ने भनेको नै मान्छेलाई प्रयोग गर्नु जस्तो घोर अपराध के पनि होइन त्यस्तो कहिले नगर्नु होला बरु धोका दिनु मुखमै भन्नु प्रयोग चाहिँ नगर्नु होला ए मन नपर्ने नेता नराम्रो काम गर्ने नेताहरू हामीलाई मन पर्दैन देशको भलो चिताउनु हुने नेताहरू सबै मनपर्छ मिल्यो काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह तपाईँलाई कस्तो लाग्छ एकदम दामी आर्टिस्ट पनि एज अ इन्जिनियर एज अ ह्युमन बिङ एकदम मनपर्छ बालेन्द्र पवन कली सो हेरेर फिल्म हेर्न आइदिनु होला है जन्ते बाख्रा यो बा यो कार्यक्रम त मेरो मिसेज चाहिँ बालेनलाई क्रस प्रमोट भन्छन् के पवन कली अहिले मनपर्ने हिरोइनको अनि पहिला धेरै मध्ये एकदम नाममा याद आउने निरुता सिंह अनि अहिले मनपर्ने हिरोइनी मेनुका प्रधान पहिला मनपर्ने हिरोइन निरुता सिंह अहिले मनपर्ने हिरोइन कति धेरै नाम आयो के भन्ने स्वास्थ्य नगर्दा अनि मनपर्ने हिरो तर धीरज भन्न पाइन्न है धीरजजी पनि मनपर्छ समीर भट्ट पनि मनपर्छ धीरज त मेरो अब हामी केही नबोलौँ होला यसबारेमा सौगात मल्ल सर कमर जे बा धन्यवाद धेरै धेरै धन्यवाद चुप्पा त्यही आएर खान मिल्छ जाऊ
पवन कलीजी कहाँ हिँडेको? जे बा दारीले गर्दा मैले त ठम्याउनु सकिन्न को के रे? म कलाकार लोकेन्द्र लेखक, चिन्नु भएन? जे बा लेखक भएर नि यो सिनेमामा खेल्नु भएको छ? छु त। एउटा छिटो मिठो मिठो खेला खेलौँ है त। ओके हुन्छ। बाख्रो कसको हो? बाख्रो मेरै हो लगभग। पैसो कति पर्यो त्यो? अब छोरीको बिहेको प्रसङ्ग छ, पैसो चाहिँ उसका मामाहरूले जुटाएका, कति पर्यो थाहा भएन। अनि जन्ती कति छन्? जन्ती त टन्नै छन्, 7-8 सय त यहीँ छन् आज। खाना पुग्छ? अब खेल अझै अगाडि बढाउन, यो काडा प्रश्न छन्, यसलाई पढेर छिटो छिटो उत्तर दिनु है त। ल पढ्न पर्छ का? आफूले खेलेको झुर फिल्म त्यस्तो छैन, मन परेरै खेले हो। अहिले मनपर्ने हिरोइनी को हो? अनि पहिला मलाई स्वस्तिमा खड्का मनपर्छ, पहिला चाहिँ मलाई रिचा शर्मा मनपर्छ। मनपर्ने खाना दाल भात तरकारी अनि मासु। मनपर्ने फिल्म अस्ति मात्रै हेरेको जार। जेबा मनपर्ने गीत अहिले चाहिँ यही फिल्मको जन्ते बाख्रो, दिनैभरि घामै राजा भन्ने। बसमा यात्रा गर्दा कस्तो गीत नबजिदिए हुन्थ्यो जस्तो लाग्छ? झ्याङझ्याङे झुकझुङे हुन्छ नि, ऱ्याप चाहिँ नबजे हुन्थ्यो जस्तो लाग्छ। अर्को फिल्मको सँग खेल्न मन लाग्छ, मलाई सबैसित खेल्न मन लाग्छ। सबै एक सैको हुनुहुन्छ, सबैसित सिक्न पाइन्छ। पैसा कति कमाउने हो त्यो त लिमिट छैन, अब आवश्यकता हेरेर पैसा चाहिने हो, आवश्यकता अनुसार कमाइ गरिराख्ने। कमाउनु पो गाह्रो पर्छ। कुन कलाकारसँग डाहा लाउँछ? सौगात दाइदेखि। सौगात दाइ जतिको स्किल बडी सबै कुरा भइदिए भए म पनि ठाउँमा पुग्थेँ कि जस्तो लाग्छ। अहिले बे ठाउँमा होइन होला के रे? लभ खेलेछौ? किन नखेल्नु श्रीमतीसित? जेबा पति बाठो। आफ्नो एक्सको मन नपर्ने एउटा बानी के हो? मन परेरै ल परे हो, उसलाई मेरो केही मन नपरेर छुट्या होला। सेक्स भनेको छ मेल। जेबा त्यस्तो सोधे होइन क्या, अर्को चाहिँ आफ्नो पात्र जुन नगरेको भए पनि हुन्थ्यो जस्तो लाग्ने कुनै त्यस्तो त छैन। यो मान्छेलाई मन नपर्ने के रहेछ? मन परेर गरे पात्र। मनपर्ने नेता पुराना थिए, मदन भण्डारी, बिपी मनमोहन मन पर्थे, अहिले त कोही पनि छैन, सबै गइसके। काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह तपाईँलाई कस्तो लाग्छ? एउटा जुझारु, एउटा योजना भएको र योजनालाई कार्यान्वयन गर्न सक्ने क्षमता भएको मान्छे। थ्याङ्क यू सो मच। थ्याङ्क यू। ल ल ल जेबा मेरो त कार्यक्रमबाट बिदा हुने बेला भइसक्यो, तर एउटा भन्नै पर्ने चिज चाहिँ भन्नै पर्छ का? नभने गर्दै नगर्ने कार्यक्रमलाई लाइक, सेयर, सब्सक्राइब गरिदिनु है। बाई, नमस्ते।